नमस्कार विद्यार्थी साथीहरू, तपाईलाई स्वागत छ हाम्रो च्यानलमा। एससी परीक्षा नजिकै छ अनि अब समय छ स्मार्ट रिभिजनको। त्यसैले हामी आज स्ट्याटिस्टिक्स च्याप्टरको फास्ट रिभिजन गर्ने छौं। यो भिडियोमा हामी सबै इम्पोर्टेन्ट फर्मुलाहरू, धेरै सोध्ने क्वेशनहरू र एक्जाममा आउने सम्भावित प्रब्लमहरू हेर्ने छौं। त्यसैले भिडियो अन्तसम्म हेर्नुहोस्। नोट, कपी र पेन तयार राख्नुहोस् र अहिले नै च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्। ल हामी स्टार्ट गर्छौं। अब सबभन्दा पहिला हामी मीन हेर्छौं। मीनमा हाम्रो तीनवटा डेटाको लागि हामी सोध्ने गर्छ। फर्स्टमा छ इन्डिभिजुअल डाटाको लागि मीन अफ इन्डिभिजुअल डाटा। इन्डिभिजुअल डाटाको मीन निकाल्नको लागि एउटा फर्मुला छ। फर्मुला के छ? मीन x बार इक्वल टु सिग्मा x बाई n। सिग्मा x भनेको सम अफ सबै डाटाहरू, जति तथ्याङ्कहरू दिएको छ सबैको सम गर्ने र त्यसमा n ले डिभाइड गर्ने। त्यस्तै डिस्क्रिट डाटा दियो भने के हुन्छ? सिग्मा fx बाई n। f पनि दिएको हुन्छ, x पनि दिएको हुन्छ। पहिला fx निकाल्ने, त्यसमा n ले डिभाइड गर्ने। यो सबै हामी एक्जाम्पल पनि हेर्छौं। पहिले सबै इम्पोर्टेन्ट जति फर्मुला छ पहिला त्यो हेरिराख्नु। त्यसपछि छ कन्टिन्युअस सिरिजको। कन्टिन्युअस सिरिजमा पनि दुई तरिकाले सोध्ने गर्छ। एउटा डाइरेक्ट मेथड र अर्को सर्टकट मेथड वा एज्युम्ड मीन मेथड पनि भन्छौं। डाइरेक्ट मेथड सोध्यो भने मीन इक्वल टु के हुन्छ? सिग्मा fm बाई n। m भनेको मिड भ्यालु, बीचको भ्यालु, र एज्युम्ड मीन बाट सोध्यो भने मीन इक्वल टु a प्लस सिग्मा ft बाई n। ए भनेको एज्युम्ड मीन, हामी एज्युम गर्छौं। कसरी एज्युम गर्छौं त्यो हामी एक्जाम्पलबाट हेर्छौं। यसरी हामी मीन निकाल्न सक्छौं इन्डिभिजुअल डाटाको लागि, डिस्क्रिट डाटाको लागि र कन्टिन्युअस डाटा वा सिरिजको लागि। त्यस्तै अब हाम्रो मिडियन सोध्छ। त्यस्तै अब हामी मिडियन हेर्छौं। मिडियनमा पनि त्यस्तै इन्डिभिजुअल डाटाको लागि र डिस्क्रिट डाटाको लागि र कन्टिन्युअस डाटाको लागि। सबभन्दा पहिला इन्डिभिजुअल डाटाको लागि वा डिस्क्रिट डाटाको लागि हामीलाई पहिला एमडी पोजिसन, मिडियनलाई हामी छोटकरीमा एमडी ले डिनोट गर्छौं। एमडी पोजिसन निकाल्नु पर्छ। कुन पोजिसनमा छ त के हुन्छ? यो दुईटैको लागि छ, इन्डिभिजुअल डाटाको लागि र डिस्क्रिट डाटाको लागि। n+1/2 त टर्म हुन्छ। यसरी पहिला हामी एमडी निकाल्ने, त्यसपछि हेर्छौं हामी कुन हाम्रो एमडी हुन्छ। अब कन्टिन्युअस सिरिजको लागि एमडी हामी कसरी निकाल्ने, मिडियन कसरी निकाल्ने? सबभन्दा पहिला कन्टिन्युअस सिरिजमा पनि एमडी पोजिसन निकाल्नु पर्छ, क्लास निकाल्नु पर्छ। कन्टिन्युअस सिरिजको लागि के हुन्छ? n/2 टर्म हुन्छ। र त्यसपछि हामी मिडियनको फर्मुला पनि यसमा याद गर्नुपर्छ। मिडियनको फर्मुला के हुन्छ? l प्लस n/2 माइनस cf बाई f इन्टु h। l प्लस n/2 माइनस cf बाई f इन्टु h। l को मतलब के छ? यहाँ लोअर बाउन्ड्री अफ मिडियन क्लास। जुन हामी क्लास निकाल्छौं यहाँबाट, त्यो क्लासको जो लोअर बाउन्ड्री हुन्छ त्यो हुन्छ l। n भनेको टोटल फ्रिक्वेन्सी, जति फ्रिक्वेन्सी दिएको छ सबैले सम गरेर n आउँछ। cf भनेको जुन क्लास आएको हुन्छ त्यसको माथिल्लो क्लासको जुन cf हुन्छ त्यो नै cf हुन्छ। र f भनेको जुन हाम्रो मिडियन क्लास छ त्यसैको फ्रिक्वेन्सी। h भनेको जुन हाम्रो मिडियन क्लास आएको छ त्यस क्लासको अप्पर बाउन्ड्री र लोअर बाउन्ड्रीलाई घटाइदियो भने h आउँछ। यसरी हामी मिडियन क्लास निकाल्न सक्छौं। मिडियनको हामी मिडियन सोध्यो भने डिस्क्रिट डाटाको लागि, इन्डिभिजुअल डाटाको लागि र कन्टिन्युअस डाटाको लागि हामी निकाल्न सक्छौं। त्यसपछि हाम्रो लास्टमा छ मोड। सबभन्दा पहिला मोड हाम्रो कन्टिन्युअस सिरिज हो कसरी निकाल्ने? यसमा मोड भनेको के हुन्छ? सबभन्दा बढी रिपिट भएको फ्रिक्वेन्सीहरू, सबभन्दा बढी रिपिट जुन तथ्याङ्क भइरहेको छ त्यो नै हाम्रो के हुन्छ? मोड हुन्छ। त्यसमा इन्डिभिजुअलमा वा डिस्क्रिटमा डाइरेक्ट हामी त्यो कुन रिपिट भइरहेछ बढी त्यसलाई हामी हेरेर मोड भनिदिन्छौं। तर कन्टिन्युअस सिरिजको लागि हामीलाई यो फर्मुला याद गर्नुपर्छ। फर्मुला के हुन्छ? l प्लस f1 माइनस f0 बाई
2f1 माइनस f0 माइनस f2 इंटू एच। यहाँ f1 को l को मतलब f1 को मतलब f0 को मतलब र f2 र h को मतलब के छ। l को मतलब त मोडल क्लास को जुन क्लास आएको छ त्यो क्लास को जुन लोअर बाउन्ड्री छ त्यो भयो l। त्यस्तै f1 भनेको मोडल क्लास को जुन क्लास छ त्यसैको फ्रिक्वेन्सी र f0 भनेको त्यो भन्दा पहिलाको र f2 भनेको त्यसभन्दा पछिको, h भनेको क्लास विथ जुन मोडल क्लास आएको हुन्छ त्यसको डिफरेन्स। यसरी हामी कन्टिन्युअस सिरिजको मोड निकाल्न सक्छौं। साथमा यसलाई क्वार्टाइल्स पनि सोध्ने गर्छ, चतुर्थांश। चतुर्थांशमा दुईटा, एउटा q1 पहिलो चतुर्थांश र q3 तेस्रो चतुर्थांश। दोस्रो चतुर्थांश पनि हुन्छ। दोस्रो चतुर्थांश भनेको त्यो मिडियन नै हुन्छ, मिडियन मध्यिका नै हुन्छ त्यो। त्यसमा हामी फर्स्ट चतुर्थांश क्वार्टाइल्स र थर्ड क्वार्टाइल्स बुझ्छौं। सबभन्दा पहिला फर्स्ट क्वार्टाइल्स। कन्टिन्युअस सिरिजको लागि फर्स्ट q1 सोध्यो भने कसरी निकाल्ने, त्यसको लागि हामीलाई सबभन्दा पहिला q1 पोजिसन निकाल्नु पर्छ। यसबाट हाम्रो क्लास आइहाल्छ, कुन क्लासमा पढिरहेको छ। त के हुन्छ यसको n/4 टर्म, n/4 th टर्म हुन्छ q1 पोजिसन। त्यो निकालेपछि हामीलाई कुन क्लासमा पढिरहेछ त्यो थाहा पाइहाल्छ र त्यसपछि हामीलाई q1 को फर्मुला याद गर्नुपर्छ। q1 को फर्मुला के हुन्छ, l + n/4 माइनस cf/f इन्टु h। l + n/4 माइनस cf/f इन्टु h। l को मतलब चाहिँ जुन क्लास आएको छ त्यसको लोअर, cf भनेको जुन क्लास छ त्यसको माथिल्लो, f भनेको त्यही क्लासको र h भनेको क्लासको जुन डिफरेन्स छ त्यो। त्यसैमा डिस्क्रिटको लागि सोध्यो भने के हुन्छ, n + 1/4 टर्म हुन्छ। q1 पोजिसन कति आउँछ, n + 1/4 टर्म। त्यस्तै अब q3 सोध्यो भने q3 कन्टिन्युअस सिरिजको लागि के हुन्छ, सबभन्दा पहिला q3 पोजिसन निकाल्नु पर्छ। यसमा के हुन्छ 3n/4, 3n/4 हुन्छ, 3n/4 त्यो टर्म। त्यस्तै यसको फर्मुला के हुन्छ, q3 = l + n/4 माइनस cf/f इन्टु h। यसरी हामी q3 को लागि निकाल्न सक्छौं। र q3 को लागि डिस्क्रिट सिरिज दियो भने त्यसमा के हुन्छ 3 * n + 1/4। q3 पोजिसन के हुन्छ डिस्क्रिट सिरिजको लागि 3 * n + 1/4 हुन्छ। यसरी हामी क्वार्टाइल्स बुझ्यौं। सबभन्दा पहिला हामी मिन, त्यसपछि मिडियन र मोड र क्वार्टाइल्स बुझ्यौं। अब सबैको हामी एक्जाम्पल हेर्छौं। सबभन्दा पहिला हामी मिनमा पनि हामी इन्डिभिजुअल डाटाको, जस्तै यहाँ एक्जाम्पल दिएको छ इन्डिभिजुअल डाटाको। इन्डिभिजुअल डाटा छ यहाँ 5 7 9 11। यसको मिन कसरी निकाल्ने हेर्नु त। सबभन्दा पहिला हामीलाई सिग्मा x निकाल्नु पर्छ। सबै जति डाटा दिएको छ सबैलाई जोड दिने, सबैलाई जोडेपछि 32 आयो। र n कतिवटा छ, 1 2 3 4, चारवटा n छ भने 4 भयो। र जोडेपछि हामीलाई फर्मुला थाहा छ, मिन को सिग्मा x/n हुन्छ, सिग्मा x/n हुन्छ। र सिग्मा x/n यहाँ सिग्मा x 32 आएछ, 32 भयो। n को मान 4 छ भने 4 भयो, डिभाइड गर्यो भने 8। यसरी हामी इन्डिभिजुअल डाटा को के गर्न सक्छौं, क्वेशन सोध्यो भने हामी निकाल्न सक्छौं। त्यसपछि छ हाम्रो डिस्क्रिट डाटा। डिस्क्रिट डाटा को अब एक्जाम्पल हेर्नु। डिस्क्रिट डाटा के हुन्छ, यहाँ एउटा एक्जाम्पल दिएको छ। यसमा x दिएको हुन्छ, f दिएको हुन्छ। हामीलाई यसमा fx निकाल्नु पर्छ। f र x लाई गुणा गरिदियो भने fx आइहाल्छ। जस्तै 3 2 = 6, 3 2 = 6, 4 1 = 4, 6 4 = 24, 7 5 = 35। अनि n भनेको सम अफ f, पुरै फ्रिक्वेन्सीलाई एड गरिदियो भने त्यो n हुन्छ। त्यहाँ सबैलाई एड गरेपछि 15 आएछ। र सिग्मा x भनेको पुरै fx लाई एड गरिदियो भने सिग्मा fx हुन्छ। सबैलाई हामी एड गरेपछि 75 आएछ। हामीले सिग्मा fx थाहा भयो र n थाहा भयो। तब फर्मुला हामीलाई मिन को सिग्मा fx/n, सिग्मा fx को मान छ 75, 75/n को मान 15, 75/15 गर्यो भने 5 हुन्छ। यो नै के भयो, हाम्रो मिन भयो। यसरी हामी मिन निकाल्न सक्छौं। डिस्क्रिट डाटा को लागि मिन निकाल्न सक्छौं।
अब लास्टमा छ हाम्रो कन्टिन्युअस सिरिजको हाम्रो अब डाइरेक्ट मेथडबाट दियो भने हामी कसरी निकाल्ने हेर्नु त यहाँ एउटा सिरिज दिएको छ 0 to 10 फ्रिक्वेन्सी पनि दिएको छ 10 to 20 20 to 30 30 to 40 छ यहाँ x र f दिएको हुन्छ हामीले m निकाल्नु पर्छ m भनेको मिडल यसको लोयर र अप्पर र लोयरलाई जोड्ने र 2 ले डिभाइड गर्ने त m आइहाल्छ 0 + 10 10 हुन्छ 10 मा 2 ले डिभाइड गर्यो भने 5 त m को मान भयो 5 त्यस्तै यसको 10 र 20 लाई जोड्यो भने 30 हुन्छ 13 मा 2 ले डिभाइड गर्यो भने 15 m 15 भयो यसरी नै हामी सबै m निकाल्ने m निकालेपछि हामीले अब fm निकाल्नु पर्छ f र m लाई गुणा गरिदियो भने fm हुन्छ 2 र 5 लाई गुणा गर्यो भने 10 3 र 15 लाई गुणा गर्यो भने 45 5 र 25 लाई गुणा गर्यो भने 125 6 र 35 लाई गुणा गर्यो भने 210 र सबै f लाई जोड्यो भने n र सबै fm लाई जोड्यो भने सिग्मा fm आउँछ अब हामीलाई सिग्मा fm पनि थाहा पाइसक्यो र n पनि थाहा पाइसक्यो अब हामीलाई फर्मुला थाहा छ सिग्मा fm / n सिग्मा fm कति छ 390 राख्ने n कति छ 16 राख्ने अनि डिभाइड गरेपछि यति आउँछ यसरी हामी कन्टिन्युअस सिरिजको डाइरेक्ट मेथडबाट सोध्यो भने हामी मिन निकाल्न सक्छौं र अब कन्टिन्युअस सिरिजकै नै एज्युम्ड वा सर्टकट मेथडबाट सोध्यो भने कसरी निकाल्ने हेर्नु त यहाँ x दिएको छ र f छ सबभन्दा पहिला हामी m निकाल्ने m त हामीले निकाल्न आयो अब पहिलो र लास्टलाई जोड्ने र 2 ले डिभाइड गर्ने 0 10 लाई जोड्यो भने 10 10 मा 2 ले डिभाइड गर्यो भने 5 हुन्छ त्यस्तै यहाँ 10 र 20 लाई जोड्यो भने 30 मा 2 ले डिभाइड गर्यो भने 15 यसरी हामी सबै m निकाल्ने m निकालेपछि हामीले अब d निकाल्नु पर्छ d के हुन्छ m - a d भनेको m - a यो जुन m छ मिडल क्लास जुन भर्खरै हामी निकाल्यो त्यसबाट a घटायो भने के हुन्छ हाम्रो d आइहाल्छ अब a कसरी निकाल्ने अब a कहाँ दिएको हुन्छ a हामीले एज्युम गर्नुपर्छ एज्युम a कसरी हामी एज्युम गर्छौं जुन m को मिडल जुन हुन्छ डाटा त्यसलाई हामी एज्युम गर्यो भने सजिलो भइहाल्छ जुन बीचको हुन्छ मिडल हुन्छ त्यसलाई हामी a एज्युम गर्ने a लेट गर्ने तर अहिले यहाँ 4 वटा डाटा मात्रै छ 5 वटा भएको भए एउटा बीचमा हुन्थ्यो तर अहिले यहाँ 4 वटा छ 4 वटा छ भने यहाँ 2 वटा बीचमा आयो 2 वटा m आयो 2 वटा m मध्ये अब जुनलाई पनि हामी a मान्दा हुन्छ जुनलाई अब a लेट गर्दा हुन्छ अहिले म यहाँ 15 लाई a लेट गरिदिएको छु त d = के हुन्छ m - a फर्स्टमा 5 बाट 15 घट्छ भने -10 त्यस्तै 15 बाट 15 घट्छ भने 0 25 बाट 15 घट्यो भने 10 35 बाट 15 घट्यो भने 20 यसरी के गर्ने सबैको d निकाल्ने d निकालेपछि अब fd निकाल्नु पर्छ fd को लागि f र d लाई गुणा गर्ने 2 र -10 -20 हुन्छ 3 र 0 गुणा भयो भने 3 र 0 गुणा भयो भने 0 हुन्छ 5 र 10 गुणा भयो भने 50 6 र 20 गुणा भयो भने 120 हुन्छ यसरी fd निकाल्ने अनि सबैलाई सम गर्दिने त्यो भइहाल्छ समेसन fd सबैलाई सम गर्यो भने 150 हुन्छ र n कति आयो 16 आयो यसरी हामी एज्युम 15 गएको थियो एज्युम अनि सिग्मा fd कति आयो 150 र n कति छ 16 अब हामीलाई फर्मुला राख्ने हामीलाई थाहा छ min = a + सिग्मा fd / n a को मान कति छ 15 सिग्मा fd 150 n कति छ 16 अब सबैलाई सोल्भ गर्यो भने हाम्रो मिन आइहाल्छ अहिले 24.375 आयो यसरी हामी के गर्न सक्छौं मिन निकाल्न सक्छौं अब हामी मिन निकाल्न इन्डिभिजुअल डाटा डिस्क्रिट डाटा र कन्टिन्युअस डाटा को सिक्यौं अब हामीलाई मिडियन को एक्जाम्पल हेर्ने मिडियन अब कसरी निकाल्ने सबभन्दा पहिला फर्स्टमा छ इन्डिभिजुअल डाटा को लागि मिडियन कसरी निकाल्ने ल हेर्नु त एउटा एक्जाम्पल यहाँ इन्डिभिजुअल डाटा दिएको छ यसको अब मिडियन हामी कसरी निकाल्न सक्छौं सबभन्दा पहिला यसलाई हामी एसेन्डिङ अर्डरमा मिलाएर राख्नु पर्छ एसेन्डिङ अर्डरमा मिलाएर राख्ने सबभन्दा सानो यसमा 20 छ भने 20 त्यसपछि 30 40 50 55 र 60 यसरी हामी एसेन्डिङ अर्डरमा मिलाइदिने
त्यसपछि हामीलाई एमडी पोजिसन निकाल्नुपर्छ। एमडी क्लास बनाऊ, पोजिसन बनाऊ, वर्गान्तर बनाऊ, एमडी पोजिसन के हुन्छ n + 1/2 th टर्म हुन्छ, n + 1/2 पद हुन्छ। n भनेको कति आछ हाम्रो 1 2 3 4 5 6 यहाँ सबैलाई गर्ने हो पुरै 1 2 3 4 5 6 n भयो 6 6 + 1/2 6 + 1 7 भयो 7 मा 2 ले डिवाइड गर्यो भने 3.5 th टर्म हुन्छ। अब 3 भएको भए हाम्रो मिडेन 1 2 3 यो हुन्थ्यो, 4 भएको भए 1 2 3 4 यो हुन्थ्यो, तर अहिले पोइन्टमा आएछ भने के गर्ने अब 3 को पनि जोड्ने अनि 5 को पनि जोड्ने, थर्ड टर्म पनि जोड्ने, फोर्थ टर्म पनि जोड्ने अनि 2 ले डिवाइड गर्ने, त के भइहाल्छ यो मिडेन आइहाल्छ। मानौ 4.5 आएको भए 4 लाई र 5 लाई जोड्ने अनि 2 ले डिवाइड गर्ने। यसरी हामी इन्डिभिजुअल डाटाको मिडेन निकाल्न सक्छौं। अब डिस्क्रिट डाटा को सोध्यो भने कसरी निकाल्ने, डिस्क्रिट डाटा को मिडेन सोध्यो भने कसरी निकाल्ने ल हेर्नु त। यहाँ डिस्क्रिट डाटा दिएको छ, XF दिएको छ, यसमा हामीलाई CF निकाल्नु पर्छ, कम्युटेटिभ फ्रिक्वेन्सी निकाल्नु पर्छ CF। अब CF कसरी निकाल्ने, CF निकाल्नको लागि फर्स्टमा जुन F दिएको छ यहाँ त्यो F लाई यहाँ लेखिदिने, 3 छ भने 3 भयो र त्यसपछि अब यो F र यो माथिको CF एड गर्दै जाने, यो 4 र 3 कति हुन्छ 7। फर्स्टमा यो लेख्ने 3 छ भने 3, त्यसपछि एड गर्ने 4 र 3 7, फेरि यो 8 र 7 15, 10 र 15 25, 7 र 25 32, 5 र 32 37। यसरी के गर्ने हामी CF निकाल्ने। अब लास्टमा जति यो CF आएछ 37 यो नै हामी यो पुरै F लाई जोड्यो भने यति नै हाम्रो n हुन्छ, n पनि 37 भयो। अब n यहाँ दिएको छ 37। अब हामीलाई फर्मुला याद छ, सबभन्दा पहिला एमडी पोजिसन निकाल्ने, एमडी पोजिसन के हुन्छ यसको पनि त्यही हुन्छ n + 1/2 th टर्म। अब n को मान छ 37, 37 + 1/2 मतलब 19 आयो। अब यसमा हामी CF मा 19 हेर्ने कहाँ छ, CF मा 19 त छैन। अब 19 छैन भने 19 भन्दा ठुलो, 19 भन्दा ठुलो को छ, 19 भन्दा ठुलो अहिले 25, ठीक ठुलो त्यसको 25 छ। 25 को अब यहाँ हेर्ने x मा हेर्ने, त 25 को के हुन्छ x मा 26 छ, त्यसैले अब यसको MD 26 हुन्छ, त्यसको MD 26 भयो। यसरी हामी मिडेन डिस्क्रिट डाटा को निकाल्न सक्छौं। र लास्टमा हाम्रो छ कन्टिन्युअसको लागि मिडेन अब कसरी निकाल्ने, यसको पनि एउटा एक्जाम्पल हेर्नु त। कन्टिन्युअस सिरिज दिएको छ, यसमा पनि XF दिन्छ, हामीलाई CF निकाल्नु पर्छ। CF के गर्ने फर्स्टमा लेख्ने, त्यसपछि जोड्दै जाने 12 र 16 28, 10 र 28 38, यस्तै जोडेर सबै हामी CF निकाल्ने। CF निकालेपछि लास्टमा हामी n पनि थाहा पायो 84। अब यसमा CF निकाल्यो, n निक्ल्यो, अब MD पोजिसन निकाल्ने। MD पोजिसन के हुन्छ यसमा कन्टिन्युअस सिरिजको लागि n/2 th टर्म, n आएछ 84, 84/2 कति हुन्छ 42, 42 टर्म आयो। अब 42 टर्ममा हेर्ने, अब 42 यहाँ CF मा कुन छ 42 छैन, 42 छैन भने 42 को माथि, 42 को माथि के छ 54, 54 को अब x मा जुन छ त्यो नै हाम्रो MD क्लास हुन्छ। MD क्लास आयो, वर्गान्तर भयो 50 to 60, MD इन्टरभल आयो 52, क्लास इन्टरभल आयो 50 to 60। अब यसबाट हामीलाई अब जुन हामी फर्मुला पढेको थियो MD = L + n/2 - CF/F * h। अब यसबाट हामी यो हेरेर हामी L, CF, F र h हामी निकाल्न सक्छौं। सबभन्दा पहिला हामीलाई L भनेको जुन यो क्लास आएको छ त्यो क्लासको जुन लोएस्ट टर्म यो भयो हाम्रो लोअर बाउन्ड्री, यो भयो अप्पर बाउन्ड्री, यो लोअर बाउन्ड्री छ 50, त L भयो 50, यताको हामी L मान्ने। र n त हामी निकालिसकेका छौं यहाँ 84। CF भनेको जुन क्लास इन्टरभल आएको छ, क्लास इन्टरभल अहिले कुन छ 50 to 60, 50 to 60 को यो माथिवाला 38 यो भयो हाम्रो CF, त्यहाँ CF भयो कति 38। त्यस्तै h भनेको के हुन्छ यो क्लास इन्टरभल जुन छ यसको डिफरेन्स 60 - 50, 60 - 50 गर्यो भने के हुन्छ 10। यसरी हामी h निकाल्ने। अनि लास्टमा f के हुन्छ जुन क्लास इन्टरभल छ
त्यसको यहाँ टेबलमा हेर्ने जुन क्लास इन्टरभल छ 50 to 60, 50 to 60 को जुन यो एफ छ यो नै भयो हाम्रो एफ। एफ को मान कति आयो 16। यसरी सबै पहिला निकाल्ने। अब निकालेपछि हामीलाई फर्मुला थाहा छ एमडी को, एमडी इज इक्वल टू एल प्लस n/2 माइनस सीएफ बाई एफ इन्टु एच। अब एल को मान 50 सबै मान राखिदिने, n/2 यहाँ 42 आएको थियो 42 भयो, सीए भनेको 38 भयो, एफ कति छ 16 त्यहाँ 16 हुन्छ इन्टु 10। अब के गर्ने सबैले सोल्भ गर्ने। यहाँ 42 बाट 38 घट्छ भने 4 हुन्छ, यहाँ 16 गुणा 10 4 ले 16 कटिहाल्छ 4 हुन्छ र यो 10 डिभाइड 4 25 हुन्छ। 50 मा 2.5 हुन्छ, 50 मा 2.5 जोड्यो भने 52.5। यसरी हामी मिडियन को हामी निकाल्न सक्छौं इक्जाममा सोध्यो भने कन्टिन्युअस सिरिज को। अब हामी मोड कसरी निकाल्ने, हामी मोड थियो एउटा मोडमा के हुन्छ इम्पोर्टेन्ट छ यहाँ कन्टिन्युअस सिरिजको लागि, किनकि यसमा इन्डिभिजुअल सिरिज र डिस्क्रिट सिरिज सोध्यो भने यो सजिलो हुन्छ। सबभन्दा बढी जुन रिपिट भइरहेको हुन्छ त्यो नै हाम्रो इन्डिभिजुअल सिरिज र डिस्क्रिट सिरिजको लागि हाम्रो मोड भइहाल्छ। तर यहाँ कन्टिन्युअस सिरिजमा कसरी निकाल्ने त्यसको लागि एउटा इक्जाम्पल हेर्नु त। यहाँ कन्टिन्युअस सिरिजमा दिएको छ, यहाँ एउटा इक्जाम्पल यसरी दिएको छ, एक्स दिएको छ, एफ दिएको छ, ठीक। अब यसमा सबभन्दा बढी यसमा कुन छ एफमा हेर्नु त, सबभन्दा बढी बराबरता कुन छ यहाँ 11 छ 11। अब 11 त 60 to 17 छ। अब 60 to 17 धेरै नम्बर हुन्छ। अब त्यसमा कुन छ हाम्रो मोड त्यो अब निकाल्नको लागि हामीलाई क्लास इन्टरभल निकाल्नु पर्छ। अब क्लास इन्टरभल निकाल्नको लागि जुन हाम्रो मोड आएको हुन्छ त्यसको माथिल्लो के भइहाल्छ यो क्लास इन्टरभल भइहाल्छ। 11 छ भने यो के भयो क्लास इन्टरभल भयो। क्लास इन्टरभल हामीले थाहा पायो 60 to 70। अब यसबाट हामीलाई एल पनि थाहा पाइहाल्छ जुन यो लोएस्ट नम्बर छ 60। F1 भनेको के हुन्छ जुन हाम्रो यो क्लास इन्टरभल आएछ त्यसैको एफ, क्लास इन्टरभलको जुन एफ छ यो नै के भइहाल्यो हाम्रो F1। त्यस्तै अब F0 जुन क्लास इन्टरभल छ त्यसको पहिलावाला यो भयो के F0। त्यस्तै F2 जुन क्लास इन्टरभल छ त्यसको अगाडिको यो भयो हाम्रो F2 र एच भनेको क्लास इन्टरभलको डिफरेन्स 60 बाट 17 हटायो भने के हुन्छ 10। यसरी यति निकालेपछि अब हामीलाई फर्मुला थाहा छँदैछ। फर्मुला के छ L प्लस F1 माइनस F0 बाई 2 F1 माइनस F0 माइनस F2 इन्टु एच। अब सबैको मान राखिदिने, यहाँ L 60 छ, F1 11 आएछ, F0 7 छ, 2 इन्टु F1 कति छ 11, F0 7 र F2 10 सबैको यहाँ मान राखिदिने। अब यसलाई सोल्भ गर्नु छ। 11 बाट 7 घट्यो भने 4, यो सोल्भ भएर कति हुन्छ 11 टु जा 22 माइनस 7 माइनस 10 5 हुन्छ। 5 टु जा 10 कट्यो। अब 4 र 2 गुणा गर्यो भने 8 हुन्छ र 60 र 8 68 आयो। यसरी हामी के गर्न सक्छौं मोड निकाल्न सक्छौं कन्टिन्युअस सिरिजको। अब लास्ट छ हाम्रो क्वार्टाइल्स हामी पढेको थियो। क्वार्टाइल्समा फर्स्टमा छ हाम्रो फर्स्ट क्वार्टाइल्स र अर्को थियो एउटा थर्ड क्वार्टाइल। सबभन्दा पहिला हामी डिस्क्रिट सिरिज दियो भने र Q1 र Q3 सोध्यो भने कसरी निकाल्ने हेर्नु त। यहाँ एउटा डिस्क्रिट सिरिज दिएको छ, डिस्क्रिट सिरिज छ, यसमा x र f दिएको हुन्छ। हामीले CF निकाल्नु पर्छ। CF निकाल्नु के गर्ने फर्स्टमा जुन छ त्यो लेख्ने, त्यसपछि जोड्दै जाने 8 to 10 यो जोड्यो भने 22। यसरी हामी सबै के गर्ने CF निकाल्ने, लास्टमा जति आयो त्यति नै हाम्रो n भयो। अब के गर्नुपर्छ हामीले Q1 पढ्ने स्थान, अब Q1 पोजिसन निकाल्नु पर्छ। Q1 पोजिसन के हुन्छ n+1/4 TH टर्म, n+1/4 पद हुन्छ यसमा। त n हाम्रो 59 छ, 59 + 1 60 भयो, 60/4 गर्यो भने 50 हुन्छ 50 टर्म। अब CF मा हेर्ने 15 कहाँ छ, 15 छैन भने त्यसको माथिल्लो त्यो भन्दा ठुलो 22 छ भने 22 को यहाँ सामने जे हुन्छ त्यो नै हाम्रो के भयो Q1 भयो। त यो 28 छ भने 28 भयो हाम्रो Q1। त्यस्तै हामी Q3 पनि निकाल्न सक्छौं। Q3 के हुन्छ Q3 पढ्ने स्थान 3 * n+1/4 TH टर्म, n भनेको 59 + 1/4 TH टर्म।
यो डिभाइड गर्यो भने कति हुन्छ 45 हुन्छ। अब 45 हेर्ने यहाँ CF मा 45 छैन भने 46 हुन्छ। 46 को यहाँ x मा के हुन्छ 32। त यो नै भयो हाम्रो Q3। त Q3 कति भयो 32। यसरी हामी Q1 र Q3 हामी निकाल्न सक्छौं डिस्क्रिट डेटाको लागि। र लास्टमा छ हाम्रो डिस्क्रिट क्वार्टाइल्स। हामी Q1 र Q3 कन्टिन्युअस सिरिजको कसरी निकाल्ने। कन्टिन्युअस सिरिज दिएको छ भने त्यसको Q1 र Q3 कसरी निकाल्ने। यहाँ एउटा एक्जाम्पल हेर्नु, यहाँ कन्टिन्युअस सिरिज दिएको छ, x र f दिएको छ, हामीले CF निकाल्नु पर्छ। CF हामी निकाल्यौं र n दिएछ 60। सबभन्दा पहिला हामी Q1 निकाल्छौं। Q1 को लागि Q1 पढ्ने स्थान, यसमा Q1 पढ्ने स्थान कति हुन्छ n/4 th टर्म। n भनेको 60, 60/4 कति हुन्छ 50। 15 भयो। अब 15 हामी CF मा हेर्ने। CF मा 15 कहाँ छ, 15 छैन भने त्यसको माथि ठुलो 25 छ। 25 को x मा हेर्ने 30 to 40। यो नै हाम्रो Q1 क्लास भयो। अब Q1 क्लास हामीले थाहा पाइसक्यो 30 to 40। अब यसबाट हामीले L निकाल्न सक्छौं। L कति आयो 30। CF त्यसको माथिल्लो जुन क्लास आएछ 30 to 40 त्यसको माथि कति छ 10। त CF भयो 10। F त्यसैको F 30 to 40 को F 15 र H दुईटैले घटायो भने H हुन्छ। दुईटैले घटायो भने के हुन्छ H। त H आयो। र अब हामी Q1 अब फर्मुला Q1 को फर्मुला लगाउने। Q1 को फर्मुला के हुन्छ Q1 = L + n/4 - CF/f * H। L को मान हामीले थाहा छ, n/4 हामी निकालेका छौं यहाँ 15, CF हामीले थाहा छ, सबै यहाँ राख्दिने र सोल्भ गर्यो भने यसको कति आयो 33.34। यसरी हामी Q1 निकाल्न सक्छौं। त्यस्तै अब के छ Q3 मा के हुन्छ Q3 पढ्ने वर्गान्तर, Q3 पढ्ने स्थान र Q3 पढ्ने क्लास निकाल्ने। के हुन्छ यसमा 3n/4 ts टर्म हुन्छ। अब n थाहा छदैछ हामीलाई यहाँ 60। यहाँ सोल्भ गरेपछि 45 आयो। 45 आयो भने 45 अब यसमा CF मा हेर्ने 45 कहाँ छ। 45 छैन भने 49 छ। त्यसको माथिल्लो 49 को यहाँ हेर्ने क्लास इन्टरभल कति छ 50 to 60। त क्लास इन्टरभल हाम्रो भयो 50 to 60। अब यसबाट हामीले L, CF, F, H निकाल्न सक्छौं। यो सबै निकालेर हामी Q3 मा राख्ने र राखेपछि हाम्रो 56 आयो। यसरी हामी के गर्न सक्छौं कन्टिन्युअस सिरिज को हामी Q1 र Q3 निकाल्न सक्छौं। यसरी हामी के गर्न सक्छौं Q1, Q2 र Q3 हामी निकाल्न सक्छौं। यसरी हामी Q1 र Q3 कन्टिन्युअस सिरिज को निकाल्न सक्छौं। ल आजको लागि यति नै राख्नु। यो रिभिजन गर्नु होला, प्र्याक्टिस गर्नु होला, एक्जाममा सोधिरहेको हुन्छ। धन्यवाद।